अगाडि हेड गुम्बा वाट्सएप एभ्रिवान आज चाहिँ फेरि पनि आज म नयाँ भिडियो लिएर हाजिर भएको छु। आज चाहिँ म लुम्बिनी घुम्न जान लागेको र हजुरहरूले यो भिडियो अन्त्यसम्म हेरिदिनुहोस् र लाइक सब्सक्राइब गरिदिनु भन्ने अनुरोध गर्दछु। ल सिधै म अब गाडीमा गएर भेट हुन्छु। ल हामीले भिडियो कट गरेर फेरि बनाइराख्यौँ गाइस। लानु हामी चाहिँ लुम्बिनीको भित्र बाटोमा हो गाइस। यहाँको लुम्बिनीको भित्रको बाटो हरि स्ट्रेट र राम्रो हो गाइस। सबैले हामी एकचोटि गाइस आज जम्मा दुईचोटि एकचोटि भन भन यो गाइस गाइस अब यो अझै एकचोटि आयो भने दुईचोटि हुन्छ भन्नु गाइस। हामी ल यो के यस्तो रुममा गाइस हाम्रो अब छिरिसक्यो नि। ल दाइ तल ल्याउनु पर्यो गाइस। हामी छिर्यौँ ल गाइस। हेर्नु गाइस भित्र छिरिसकेका छौँ। गाइस भित्र त हरि पानीपुरी के ठेला लाग्यो गाइस। सब खाने हामी हो क्या। 100 रुपियाँ हो नि त गाइस। आइसक्रिम छ यहाँ आइसक्रिम किन्नु छैन 100 रुपियाँ। मलाई आइसक्रिम खाना आइसक्रिम 700 आइसक्रिमै खायो। अब हामी चाहिँ गाडी पार्क गर्ने गाइस। गाडी पार्क गरेर भेट गरौँला है गाइस। ल हामी चाहिँ लुम्बिनीभित्र छिरिसक्यौँ र ठाउँ चाहिँ राम्रै। हामी चाहिँ उताएर हल्का खानेकुराहरू मिठा मिठा चिजहरू किनेर जानेछौँ। यो मेरो भाइले आज कमेन्ट दिइहाल्छ। ल हाम्रो आज नै हिँड्दै गइरहेको त्यहाँ टिकट काट्न भनेको छ गाइस। कि अरे खाली हो गाइस। हेर्नु चाहिँ तपाईँले पुरै खाली हो हामी त हेर्नु गाइस। ल कुशल दाइले कमेन्ट गर्नु छ। हामी चाहिँ यहाँ आइसक्यौँ। तपाईँहरूलाई भिडियो रमाइलो लागिसकेको छ लागेको छ भने अब यसको लागि एउटा केटी दिन पर्यो। हामीहरू नानीको कपडा देखाइदेऊ। नानी यता हेर हेलो गरिदेऊ। ल लाइक सब्सक्राइब हान्नु मन गाइस। आप वीडियो को लाइक एंड सब्सक्राइब हान्दिएगा गाइस। दालाई हिन्दी बोल्न भनेको मैले नेपालीमा भन्न। ल हामी चाहिँ यहाँ आइसकेका छौँ। यहाँ चाहिँ पुरै पाइन्छ छ गाइस। हाम्रो त यहाँ आइसकेको छ है। राम्रो छ गाइस। छ त हरिब्राम यहाँ त भात सात खानु ठाउँ पनि हरि छ गाइस। हरिब्राम के ल अहिले धेरै यसले कोतार्यो हाम्रो काहीँ राम्रो गाइस। गाइस हामी फेरि फर्कौँ। कति पर्छ है हाम्रो जान्छ रहेछ। हामी चाहिँ यहाँभित्र आइसकेका छौँ। यो पागलाई देख्न सक्नुहुन्छ। तल के हो त्यस्तो। कति हो यहाँ आप छोडेर
भिडियो चाहिँ गराउन मिल्दैन, त्यसैले म यही बाहिर रोकिदिन्छु। हामी चाहिँ बाहिर निस्किसक्यौँ। अब यहाँदेखि अर्को मन्दिर जाँदै हो। एन्ट्री लुफी ल लुफी पोज। अरे वाह, भाग्य थिए लुफी गियर 5। ओ लुफी फ्यान। ल खै त उसको अहिले त अर्को जित्छु, नरुटोको फेभरेट जित्छु। त्यो भनेको अर्को नरुटोको फेभरेट। यहाँ चाहिँ मैले भन्छु कानमा। मैले त्यो भनेको थिएन, अहिले आफै भनेको। साला जे पनि भन्छस्। ओहो, यहाँ चाहिँ नेचरले भरिपूर्ण ठाउँ रहेछ। अगाडि चाहिँ यस, अगाडि चाहिँ खतरावाला मन्दिर हो एउटा। यता पिपलको बुथ, यता राम्रो मन्दिर। हामी चाहिँ अब यहाँदेखि हुँदै अर्को ठाउँमा जानेछौँ। जुन मन्दिर खुलेछ, मन्दिरहरू चाहिँ 1 बजे खुल्दो रहेछ। त्यही भएर हामी चाहिँ जुन मन्दिर खुल्छ त्यही घुमी आउँछौँ। पछि मन्दिर 1 बजेतिर मन्दिर खुलेपछि बल्ल त्यो मन्दिरमा जानेछौँ। अहिले त ठुल्ठुलो मन्दिरहरू 1 बजे खुल्दो रहेछ। त्यही भएर यो मन्दिरमा अब पस्नेछौँ। यो मन्दिर पनि ठुलै छ। अब यो मन्दिरमा नि भिडियो गराउन चाहिँ मिल्दैन होला, त्यसैले हामी चाहिँ बाहिरसम्म मात्र भिडियो गराउनेछौँ। बाटो चाहिँ पानी परेको हुनाले चाहिँ पुरै खचडा। टॉयलेट है भित्र चाहिँ जान मिल्दैन अरे। जान मिल्दैन भने त्यसैले मात्रै बाहिर निस्के। नो एन्ट्री लेखेको थियो त्यहाँ बोर्डमा। years later. ल हामी चाहिँ मन्दिरबाट निस्किसक्यौँ। र मेरो दाइले केही भन्न चाहनुहुन्छ? म किन भन्न चाहन्छु? ल तपाईँले भन्न कमेन्ट। अनि के भन्न चाहन्छु भन्दैछ त अघि? हामीले त भनेको यो दुनियाँमा होइन सन्दा होइन कुन ठाउँ होइन सन्दा राम्रो ठाउँ छ, कुन देश सन्दा राम्रो छ? कमेन्ट हान्दिनँ। कमेन्ट हान्नु। मलाई त जापान जस्तो लाग्यो। जापान? अब यहीँदेखि जाने। सबैलाई होइन हामीलाई न छोटा लेकी नजिक खान्छौँ। हामी चाहिँ एउटा भिडियो हल्ला देख्यो अघि त आज हामी चाहिँ अर्को मन्दिरभित्र घुसिसकेको थियौँ र यहाँ चाहिँ एउटा कमलको फुल छ। अघिको चाहिँ होइन रहेछ, मतलब अवश्य होला अन्त्य यहाँ रहेछ कमलको फुल। यहाँ चाहिँ मन के घुमिरहेको छुनी होइन यो छुनी दिँदैन यो चाहिँ खै के घुमिरहेको यहाँ खुट्टा चाहिँ पोल्यो। 2000 years later.
हामीहरू अब बुद्ध जन्मेको ठाउँमा जानु लाग्यो उतातिर घुमेर आइसक्यो ल के बोल्न चाहन्छ स्पिकर के लगास के होइन कि त्यो मान्छे बाबा गुस्मा अब हामी बुद्ध जन्मिने ठाउँमा जानु लाग्यो तो गाइस आज के ब्लॉग में बहुत ज़्यादा मन तो नेपाली हो भाई इन्डियन हो नि त त्यो देशी कोहीले कराइरहेको अब चाहिँ हामी सिधै बुद्ध जन्मेको ठाउँमा भएपछि भेट्ने छौँ जबसम्मलाई हेरिदिनु ल हामीहरू चाहिँ घुमेर आइसक्यौँ हामीहरू चाहिँ उतातिर घुमेर आइसक्यौँ अब बुद्धको जन्मेको स्थानबाट आएको हामीहरू भर्खर गानी राखेन त भर्खर यहाँ भिडियो गराउँदै अब हामी सिधै अब बोटिङ गर्ने ठाउँतिर जानु लाग्यो अब सिधै वहीँ गएर भेटिन्छ हेर्न सोध्नुपर्छ कि गाइस हामीले ब्लग बनाउन मिल्छ कि मिल्दैन ल हामी उहीँ गएर भेट हुन्छौँ है अब हामीलाई काम आयो के 2000 years later. ल हामी चाहिँ यतातिर घुमेर आइसक्यो बोटिङ सोटिङ सब हान्ने ब्लग गराउनु जाने भुलेछ कि बोटिङ हेऱ्यो होइन त्यही हेर्दा ल अब चाहिँ हामी अर्को मन्दिरमा जान लाग्यो त्यो उस बुद्ध जन्मेको मन्दिर पनि सब घुमेर आइसक्यो अब चाहिँ हामी त्यसलाई नयाँवाला मन्दिरमा जान लाग्यो जुन चाहिँ गोल्डन कलरको छ हेर्दाखेरि जस्तै कि कस्तो भनौँ अब मेरो दाँत हो क्या मन्दिर चाहिँ हेर्दाखेरि हो टाइपको छ सुन जस्तो छ सुन भित्र बुझ्नु बेलाको मन्दिरमा अब हामी मन्दिरभित्र बुझ्न लाग्यो गोल घुम्नलाई हुन्छ मन्दिर चाहिँ पुरै सुनको जस्तो पुरै सुनले त बनाएको गोल घुम्ने हो अब हामी मन्दिरको वरिपरि घुम्न लाग्यो मन्दिर देख्न सक्नुहुन्छ खतरा छ सुन जस्तो अब हामी यहाँदेखि घुमिरहेको मन्दिर साइडदेखि घुमिरहेको यहाँ गोलो ठाउँ छ त्यहीँबाट घुम्न खोजेको हामी हजुरहरूलाई अहिलेसम्म हेरिदिनु भएको छ भने धन्यवाद सब्सक्राइब लाइक सब्सक्राइब पनि हानिदिनु अनि हामीले आज बोटिङ गर्न पाइन्न गाइस पाइन्न अरे अघि गरेको त मैले म पनि गर्थेँ तर त्यसमा मोबाइल लिएर नदिएको रहेछ म मोबाइल नदिएर हामीले तर तपाईँहरूले विश्वास गर्न त्यो भएर हामीले मोबाइल चाहिँ लग्न नदिएको भएर हामीले चाहिँ गाइस चाहिँ बोटिङ गर्न होइन उता जाँदैछ हुन्छ कि कति चाहिँ 50 यता दुइटै यताउता बोटिङ गरेको चाहिँ 50 रुपियाँ थियो बोटिङ गरेको 50 रुपियाँ त्यसैले हामी बोटिङ गरेर आइसक्यो अनि बोटिङमा चाहिँ कस्तो मजा छ तर के गर्ने भिडियो गराउनै पाइएन त्यहाँ मोबाइल खस्छ भनेर गराउनै पाइएन त्यही भएर नगराएको नत्र त गराइसकिन्छ भिडियो हो कि नै लाइक सब्सक्राइब हानिदिनु भने लाइक सब्सक्राइब हानिदिनु हामी वरिपरि मन्दिरको घुमिसक्यो अब मन्दिरबाट भुइँ चाहिँ पुरै तातो छ
अब हामी यहाँदेखि निस्किन लागेको अब फेरि अर्को मन्दिरमा जान लागेको हामीहरू ल हाम्रो जुत्ता लगाएपछि बल्ल भेट गर्छ मैले लगाइस् ल ल हामी चाहिँ केरा खाँदै हो हेर्न सक्नुहुन्छ केरा खानुहुन्छ भने कमेन्ट हाल्नु लगाइस् थारे नि ल गाइस थारे नि कसैले केरा खाँदैछ लगाइस् हान्नु लगाइस् गाइस थार त गयो बे मुई हो गया नन देऊ त केरा खानु केरा अब चाहिँ केरा खानु लाग्यो अब चाहिँ हामीहरू सिधै अर्को मन्दिरमा गएर भेट हुनेछौँ तबसम्मको लागि फेरि दिनु होला ल हामीहरू चाहिँ व्हाइट गुम्बा भन्ने ठाउँमा आइसकेका छौँ अब यहाँदेखि अब हल्का उतातिर घुम्दै जाने बेला अब धेरै टाका अब हामी भित्र पुगिसकेका छौँ अब व्हाइट गुम्बा सक्नुहुन्छ माथि गएर हल्का गोल घुमेर आउने हो माथि गएर घुमेर आउने बेला हामी माथि चाहिँ खतरा ठाउँ मैले अब फेरि क्यामेरा हल्का उता गर्छु मतलब उता फर्काउँछु रोक्ने ल हेर्नु अगाडि व्हाइट गुम्बा घुमेर आउने बेलामा हामी भिडियो चाहिँ गराउन मिल्दैन माथि गएर त्यही भएर हामी यहीँसम्म के भनौँ अब के अरे भिडियो चाहिँ नगराउनु मिल्ने भएकोले चाहिँ अब म भिडियो यहीँ रोक्छु र माथि गएर घुमेर आउँछु भिडियो हेरिदिनुहोस् एकछिनपछि भेट हुन्छु म फेरि 2000 years later. हामी चाहिँ माथि घुमेर आइसकेका छौँ अब उतातिर घुम्दै यहाँ फेरि तिमीले हान्देऊ ल खै हान्देऊ हामीले घुमेर आइसक्यो हेर्न सक्नुहुन्छ कता पुरै सेतो बिचमा सुनको मूर्ति जस्तो छ तर के गर्ने सुनको होइन पेन्टिङ हानेको अब चाहिँ हामी फेरि पनि गाडीमा गएर नास्ता खान्छौँ त्यसपछि घरतिर लाग्नेछौँ अब सिधै नास्ता हान्ने बेला भेट्यौँ 2000 years later. ल साथीहरू म घर आइसकेँ खाजा सब खाएर जम्मी सब घुमियो अब घर पनि आइयो
अन्त्यसम्म हेरिदिनु भएको छ भने थ्याङ्क यू सो मच। र लाइक सब्सक्राइब गर्न नभुल्नुहोस्। ल आजलाई यति नै। थ्याङ्क्स फर वाचिङ। पिस आउट।